कतारमा 3 वर्ष मेहनत गरेर छोरालाई सुनको औठी उपहार बोकेर नेपाल आएकी आमा एयरपोर्टमा। साथीहरू नमस्कार। मेरो सम्पूर्णमा म राजाको रैती अग्निप्रीति। साथीहरू तपाईँलाई कस्तो लाग्छ, के भन्न चाहनुहुन्छ? यो मेरो भिडियो स्वदेशबाट होस् विदेशबाट होस्, जहाँ जहाँबाट जसले हेर्दै हुनुहुन्छ, कृपया सबैले धेरैभन्दा धेरै सेयर गरेर यो भिडियो बालेन सरकारसम्म पुर्याइदिनु होला। म बालेन सरकारलाई विनम्र अनुरोध गर्दै के भन्न चाहन्छु भने, बालेन सरकार, यो देशमा कानुन कतिवटा छन्? यदि एउटै कानुन छ भने कानुन एकातिर कहीँ कतै लुट अर्कातिर भइरहेको त छैन। विदेशमा गएर खटेर घर फर्किने महिलाले 50 ग्रामसम्म सुन ल्याउन पाउने कानुन छ अरे भन्ने कुरा सुनिन्छ। म कानुन पढेको होइन। यदि हो भने कतारमा गएर 55 डिग्रीको तातो घाममा 3 वर्षसम्म खटेर घर फर्किँदा आफ्ना छोरालाई 15 ग्राम सुनको औँठी बनाएर लिएर आउँदा त्रिभुवन विमानस्थलको भन्सार कार्यालयले ती महिलाबाट 32,786 रुपियाँ असुल किन गर्यो? बालेन सरकारको त्यतापट्टि ध्यान जाओस्, गृहमन्त्री सुदन गुरुङको त्यतापट्टि ध्यान जाओस्। यस्तै यस्तै काण्डले हो सरकारको बदनाम हुने। तत्काल त्यसको छानबिन होस्। विदेशको खाडी मुलुकबाट घर फर्किँदा महिलाले 15 ग्राम पनि सुन ल्याउन नपाउने कानुन छ भने भन्नु केही पनि छैन। यदि 40-50 ग्राम सुन लिएर आउन पाउने कानुन छ भने ती त्रिभुवन विमानस्थलका भन्सारका कर्मचारीले ती महिलाबाट 32,786 रुपियाँ असुल किन गर्यो? त्यो छिटोभन्दा छिटो त्यो छानबिन गरेर यदि त्रिभुवन विमानस्थलको भन्सार कार्यालयका कर्मचारीले कानुन विपरीत काम गरेको रहेछ भने पहिलो नम्बरमा ती कर्मचारीलाई घोप्टो पारेर मुखबाट गुका डकार निक्लिउन्जेल लात्तले हानेर अनि मात्रै कारबाही सुरु होस्। होइन भने त्रिभुवन विमानस्थलको भन्सार कार्यालयले सैनबुट लेखेर राखोस्, यो लुट मचाउने ठाउँ हो भनेर, यो लुट्ने ठाउँ हो भनेर। हो कि होइन साथीहरू? कस्तो लाग्छ तपाईँहरूलाई? फुल भिडियो हेर्नु होला, किनभने सहीलाई सही भन्नुपर्छ, गलतलाई गलतै भन्नुपर्छ। हस्त नमस्कार। जय देश, जय नरेश।